हेलो गाइस मैले चाहिँ यहाँ डल बनाउन खोज्दैछु हेर्नु न गाइस झ्यालबाट हेडेक सरी ल एउटा तल एउटा लगा लगा न एउटा माकुरी हेर्न 2-3 साल भयो यस्तो आएछ हो सर घुसा यताबाट घुसा न हो सरी खै यहाँ छ अलि माथि यस्तै हो कि उल्टो पो भयो त नि देब्रे चाहिँ देछु तल यहाँ म डल बनाउने हो कि फुची कसरी बनाउनु डल के साह्रो है अब हामी हावा हावाले जाने भयो ह जुत्ता लाको यस्तो के आमामामा के हो आइफोन 17 प्रो मैक्स के नगर्नु मलाई नआन्ने ए डल बना न डल 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 बनाऊ ल हे प्यारमा क्यों हो जाए बल्ले 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 यहाँ डल्ली बोल्न लागिसक्यो यहाँ हो मेरा मन क्यों तुम्हें चाहे मेरा मन न जाने मम्मी लो म सुतिदिएँ है हिउँमा सुतिदिएँ गाइस हावा हावा मलाई तान मलाई हिउँले तान्यो वाइ 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 हिउँले तान्यो मलाई कसम यहाँ नु गाइस म सुतेको डल बना त ल अब यो निकाल्दै त कस्तो आनन्द हुँदो रहेछ हो यो लाउँदा त चिसो छैन नजाने है क्यों मेरा दिल मेरा है बल्ले बल्ले हेलो गुड मर्निङ एभ्रिबडी वान हजुरको सामु फेरि पनि आइसकेँ भन्दैछु आज मैले चाहिँ सानो भिडियो लिएर आउने कोसिस गरेको छु देख्नुहुनेछ यहाँको दृश्य यस्तो छ हाम्रो चाहिँ यहाँ बहिनीले सरसफाइ गर्दैछ हेर्नुहोस् हिउँको पहल कति छ हो माई गो टुला के गर्नु यहाँसम्म थियो यहाँबाट सोर्दै गएर पाइला हेर्नु नि त कति उयो छ खुट्टै छोप्ने खालको भएको छ के गर्नु हाम्रो चाहिँ ड्युटी पनि छैन 5 दिन छुट्टी दिएको छ त्यही भएर यस्तै गर्नुपर्ने अवस्था आयो ड्युटी भएको भए हामीले यो सोर्ने कन्डिसन पनि आउँदैन थियो होला सायद होइन तर के गर्नु आफै हिँड्नुपर्ने हुन्छ म सोर्छु भनेको मलाई पुर्ने हिउँ छ मैले कसरी छोड्नु के गर्नु यहाँ म सुत्यो भने यहाँ सबै उयो हुन्छ के भन्छ भन्ने आएन यस्तो छ हाम्रो चाहिँ दुःख यहाँ हेर्नुहोस् आफ्नो अगाडि सफा गरिराख्नु भएको छ उहाँ पनि सफा गरिराख्नु आफ्नो ठाउँको अगाडि त्यही भएर हामीले पनि सफा गर्दैछौँ मैले चाहिँ होइन यसले बहिनीले यत्तिको त बनायो है यत्तिको चाहिँ यति भएपछि त हामी सर यहाँबाट भित्र जान सक्छौँ नि त राम्रो बनाइ म जस्तै बना न मलाई चिसो भयो धेरै खेल्नु हुँदैन आम्मामा गाइस जानु न यत्रो गहिरो भने यहाँ हो त आम्मामा वाइ नखेले मलाई त नहान्ने यस्तो आम्मामा यति यहाँ त गाइस यहाँ यत्रो बाप्रे मलाई चिसो पस्यो गाइस चिसो पस्यो मलाई कसम हामीले चाहिँ फाइनली अब डल बनाउनु आँटेको तर हामीले डलै बनाउनु आएन होइन आएन अनि हामी चाहिँ हिउँ खेल्दा यस्तो हात रातो भइसक्यो गाइस तर हामीलाई चिसो चाहिँ अब हामी धेर नखेल्ने यहाँ यो गाडीमा चाहिँ नाम लेख्नु पाए हुन्थ्यो भनेको मान्छेहरू छ गाइस के गर्नु
बनाऊ हिउँ आम्मामा के साह्रो ओहिरो झरेको रातभरिमा यति बाफ्रे अझै अलिअलि झरिरहेको छ सिम 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 गरेर आम्मामा हो गाइज म यसलाई म के गरौँ गाइज भन्नुहोस् फाइनली हामी चाहिँ यहाँसम्म हिँडेर आयौँ होइन अघि हिँडेको होइन कति धेरै टाढो के मेन रोडमा निक्लिन 20 मिनट लाग्छ होइन हाम्रो त्यहाँबाट चाहिँ सो हेर्नु न यति धेरै हिउँको थुप्रो धन्न यति भए पनि बाटो चाहिँ बनाइदिनु भएछ होइन नत्र भने हामीलाई एकदमै गाह्रो हुन्छ हामी चाहिँ अब खाने प्लान गरेपछि त है छोरी मान्छेको मन त हो खानु मन लागेपछि त फेरि अरे नि त त्यही भएर हामी चाहिँ निक्लिने बाध्य भयौँ होइन साथीहरूले पनि खाने भन्नुभयो अनि त्यही भएर दुईजना त पर हिँड्दैछ दुईजना पछाडि छ होइन गाइज अनि के गर्नु नेपालमा पानी परेर बाढी पहिरो गएर हिउँ के भन्छ पानी पहिरो गएर पुरा त्यो क्षति भयो जस्तो क्षति भयो जस्तो भनौँ न होइन त्यस्तो भइरहेछ यहाँ चाहिँ बिचरा गाडी जाम भएर कोहीले बनाउँदैछ कोहीको हालत यस्तो छ हेर्नु सक्ने छ अब हामी चाहिँ गोलमा जाँदा पनि हुन्थ्यो होइन बाहिर भए तर फेरि के भन्छ भने गोलमा जाने त भनेको यस्तो छ बाटो नि गाडी नै नआउने कि यहाँ त मुस्किलै मेन रोड हो कि अनि यहाँ चाहिँ मुस्किलले आइरहेछ भने हामीलाई त पिकअप गर्नु सक्दैन होला भने हामीले सोच्यौँ त्यही भएर हामी चाहिँ हिँड्दै आएको के गर्नु यसको पनि हेर्नु बिचरा यो फुल हो कि धुप हो यो धुपको पनि धुपीको पनि छैन गाइज के गर्नु यस्तो छ छुनु मन लाग्छ खेलाउनु मन लाग्छ तर मलाई नै चिसो लाग्छ गाइज के गरेर भन्छ ल अहिले भरे भेटौँला भन्दै अब के कस्तो हुन्छ होइन हाम्रो चाहिँ मोमो खाने प्लान छ होइन मलाई त खासै बनाउनु आउँदैन नानीहरूलाई आउँछ अनि त्यस्तै अलिकति आफूले हेल्प गरे जस्तो हुन्छ नि त आफूलाई बनाउने नानी हेल्प त गर्नु पऱ्यो सो भन्दै अब के कसो हुन्छ हजुरलाई म फाइनली ल्याउने छु अहिले लास्ट भिडियोमा अब हामी चाहिँ 10 अझै हाल्यौँ पनि 10-15 मिनट लाग्छ भन्ने छ मार्केट जानलाई अब छुट्टी छ 5 दिन छुट्टी भएपछि हामीले जसरी पनि एउटा केही न केही त खानु पऱ्यो हामी फेरि यही बेला केही नखाइ हुँदैन होइन स्पेसली त्यही भएर हामी चाहिँ साथी कुरा गरौँ मोमो खाने भनेर त्यही भएर हामी चाहिँ फाइनली हामी चाहिँ लाग्यौँ तर अझै पनि पसलसम्म हामी चाहिँ पुग्न सकेको छैन गाइज यो के हो बिचरा यो फुलले मार्छ मलाई यत्रो बाटो बनाएको छ है मलाई झाऱ्यो भने त मारिहाल्छ नि अब रातभरि हिउँ परेछ अहिलेको 4 बजी कति बज्यो हल्का घाम आएको छ घामले पनि के गर्छ यो घाम यहाँको घाम के घाम नेपालको हो क्या घाम भनेको होइन हामी चाहिँ यत्रो अघि हिँडेको होइन भर्खरै यहाँ आइपुग्यो हेर्नु त पेनी भन्ने ठाउँमा आम्मामा यस्तो बाटो छ भर्खरै आइपुग्यो साथीहरू अगाडि अब हामी पेनीमा जाने हो मार्केटभित्र पस्ने हो के कस्तो पाइन्छ के लिनु मन लाग्छ हामी देखाएर चाहिँ फाइनली गाइस के लाने हो के लाने हो स्याउहरू पनि छ दामी दामी यामी यामी हेर्नु कस्तो पाँच ब्रोकौली एउटा हाल ब्रोकौली हाम्रो च्याउ चाहिँ खोइ त फेस च्याउ एउटा हालौँ न हामी चाहिँ अब चाहिँ फाइनली आइपुग्यौँ है अब मोमो बनाएर खानुपर्ने हुन्छ सामान हेर्नुहोस् गाइस हाम्रो कति दुःख छ कति धेरै दुःख छ गाइस हाम्रो चाहिँ मोमोहरूको सबै रेडी भइसक्यो आधी उता बनाउँदैछ नानीले हामी चाहिँ यता रेडी गरिसक्यौँ होइन फाइनली सक्यो सो हाम्रो चाहिँ अब यहाँ मोमो बनाउने चाहिँ बहिनी उयो हो हामीलाई चाहिँ आउँदैन होइन हामीले चाहिँ फाइनली मोमो खाने यहाँ हाम्रो पाक्दैछ तातो तातो यामी यामी ओहो पकाउने स्टाइल पनि कस्तो खतरा हो सोल्टिनी आमा ल गाइस हाम्रो चाहिँ अब फाइनली पाकिसँग लाग्यो अब हामी चाहिँ खाने हो होइन गाइस खाने भने आउँ है यता 10 रुपियाँ प्लेट हो गाइस हजुर आउनुहोस् है रक सिजर पेपर कसले हो तैँले त खा न अब